नमस्कार साथीहरू, लोककथा घर च्यानलमा स्वागत छ। म आज तपाईहरुसँग एउटा रमाइलो र मन छुने नेपाली लोककथा सुनाउन आएकी छु। कथा हो चुरोट खाने भूत। धेरै वर्ष अगाडिको कुरा हो। नेपालको एक सानो पहाडी गाउँमा एउटा पुरानो र सुनसान छ्याउलो घर थियो, जुन गाउँको किनारामा पहाडको फेदमा रहेको थियो र मान्छेहरू त्यहाँ जान त के हेर्न समेत डराउँथे। त्यो घरको बारेमा गाउँभरि एक मात्र कुरा प्रसिद्ध थियो, त्यो घरमा भूत बस्थ्यो र त्यो भूतलाई चुरोटको लत थियो। गाउँका वृद्धहरूले सुनाएका थिए कि विगत 50 वर्षदेखि रातको समयमा उक्त घरबाट चुरोटको धुवाँ निस्कन्थ्यो। कसैले चुरोट फालिदियो भने त्यो भूत खुसी भएर सपनामा पुरस्कार दिन्थ्यो, तर कसैले अपमान गर्यो भने त्यसको अनिष्ट निश्चित थियो। त्यही घरको नजिकै बस्ने 16 वर्षको एक केटो, नाम थियो अर्जुन। साहसी, जिज्ञासु र अलिकति हठी। उसले कहिल्यै भूतप्रेतका कुरा नपत्याउने मान्छे भएकोले भूत देख्छु भनेर साथीसँग शर्त राख्यो। भूत हुँदो हो त डराउनु त पर्यो नि भन्दै ऊ साँझ पर्न थालेपछि झोलामा 4वटा चुरोट र लाइटर राखेर सो झ्याउलो घरतर्फ लाग्यो। झ्याउलो घर जति पुरानो थियो त्यति नै डरलाग्दो थियो। झ्यालहरू भाँचिएका, ढोकाको काठ कुहिएको, भुइँ भत्किएको, पर्खालमा जरा उम्रेका थिए। अर्जुनले लाइटर बाल्यो र घरभित्रको कुनामा चुरोट राखिदियो अनि आफू गुपचुप ओत लागेर हेर्न थाल्यो। एकछिन शान्ति। त्यसपछि अचानक जस्तो भुइँको ढोका आफै खुल्यो। चिसो हावा चल्यो अनि अन्ध्यारोभित्र एउटा आकृति देखियो। अनुहार छैन, शरीर धुवाँ जस्तै, तर हातमा चुरोट समात्न सक्ने अदृश्य औँला। उसले अर्जुनले राखेको चुरोट लियो, बाल्यो अनि सुँग्न थाल्यो। अर्जुनको रौँ ठाडा भए, तर उसले भागेन। के तिमी साँच्चै भूत हौ भनी उसले आवाज निकाल्यो। भूत केही समय शान्त भयो अनि एक गहिरो आवाज आयो, हो, म यो घरको आत्मा हुँ। मलाई चुरोट मनपर्छ। जब म जिउनु थिएँ यही घरमा बस्थेँ। मेरो नाम रामे थियो। मजदुर थिएँ। जीवनभरको दुःख, गरिबी अनि धोका सबै बिर्सन म चुरोट खान्थेँ। म मरेपछि पनि यो लत छुटेन। अर्जुन झस्कियो। भूतले कथा भन्न थाल्यो। एक पटक मेरो मालिकले मलाई झुटा आरोप लगाएर यो घरमै पिटेर मारेको थियो। म निर्दोष थिएँ, तर कसैले मेरो कुरा सुनेन। त्यसै दिनदेखि म यही छु। बदला नलिएको पीडा अनि नछुटेको बानीले मलाई बाँधेको छ। अर्जुनको मनमा दया आयो। उसले भूतलाई भन्यो, तपाईलाई शान्ति चाहिएको हो, चुरोट होइन। म तपाईको सत्य उजागर गर्छु। भूत केही समय शान्त भयो अनि एकचोटि मुस्कुराए जस्तो अनुभूति भयो। अर्जुन अर्को दिन गाउँका अगुवाहरूलाई बोलाएर सबै घटना भन्यो। पहिले त कोही मानेनन्, तर उसले रामेको काण्डबारे खोजी गर्यो। पुराना रेकर्ड निकालेर अखबारको कटिङ देखाएर गाउँलेहरूलाई रामेको शालदिकता सम्झाइदियो। अन्ततः गाउँलेहरूले उक्त स्थानमा स्मारक बनाउने निर्णय गरे। अर्जुनले त्यही एक बोर्ड राखिदियो, रामे, सच्चा मजदुरको आत्मा, शान्तिमा रहोस्। त्यस रात चुरोट खाने भूत अन्तिम पटक देखियो। उसले मुस्कुराउने अर्जुनलाई हात हलाएर बिदा गर्यो अनि त्यसपछि कहिल्यै त्यो घरमा धुवाँ निस्किएन, न त कसैले भूत देखे। त्यसपछि त्यो झ्याउलो घरलाई पुस्तकालय बनाइयो जहाँ बच्चाहरू पढ्न आउँथे अनि अर्जुनको नामले साहसिताको कथा लेखिएको थियो, जुन पुस्तौँसम्म सुनाइरहन्थे। त्यो अर्जुन जसले भूतलाई चुरोट होइन शान्ति दिएको थियो। गाउँमा आज पनि कहिलेकाहीँ राति शान्त हावा चल्दा मान्छेहरू भन्छन्, हावा होइन, त्यो त रामे भूतको अन्तिम सास हो, जसले अब कसैलाई नडराउने शपथ खाएको छ। अनि त्यहीँबाट लोककथा बनेर चुरोट खाने भूतको कथा फैलियो, जुन आजसम्म पनि सुनिन्छ। शान्ति, बदला, साहस र मानवीयताको गहिरो पाठ सहित। यदि तपाईलाई कथा मन पर्यो भने लाइक गर्नुहोला, कमेन्टमा तपाईको विचार लेख्नुहोला अनि यस्तै कथाहरूका लागि च्यानललाई सब्स्क्राइब गर्न नबिर्सनुहोला। फेरि भेटौँला अर्को रोचक कथामा।